दोस्रो माया। पहिलो प्रेमले मलाई बाँच्न सिकायो। दोस्रो प्रेमले मलाई आफू बाँचिरहेको छु कि छैन भन्ने प्रश्न सिकायो। पहिलो माया गुमाएपछि मैले कसम खाएको थिएँ, अब कसैलाई यति गहिरो मन पराउँदिनँ। तर मन कसम मान्दैन रहेछ। उनी आइन् बिना सूचना, न योजना, न अपेक्षा। पहिलो प्रेम जस्तै उनीसँग सपना थिएन। उनीसँग त मेरो भत्किएको मन सम्हाल्ने धैर्य मात्र थियो। दोस्रो प्रेम शान्त हुन्छ, न धेरै फोन, न धेरै प्रश्न। उनी सोध्थिन्, आज मन कस्तो छ? मैले भने, ठिक छ। उनी बुझ्थिन्, ठिक छैन। पहिलो प्रेममा म बोल्थेँ, दोस्रो प्रेममा म सुन्न सिक्दै थिएँ। उनी मेरो घाउमा नाम नदिई औषधि लगाइदिन्थिन्। तर घाउ निको हुनु भनेको पीडा हराउनु होइन। कहिलेकाहीँ म पहिलो प्रेमको कुरा गर्थेँ, उनी चुप हुन्थिन्। तर आँखाले कराउँथिन्, म चाहिँ म यहाँ छु, तर तिमी अझै उतै छौ। मैले थाहा पाएर पनि छोड्न सकिनँ। दोस्रो प्रेमको सबैभन्दा ठुलो गल्ती यही रहेछ, पहिलो प्रेमको छायामा बस्नु। अन्त्य जहाँ कसैले दोष पाउँदैन। एक दिन उनले भनिन्, म तिम्रो जीवनमा अतिथि बनेर आएको रहेछु। मैले भने, तिमीले मलाई बाँच्न सिकायौ। उनी मुस्कुराइन्। त्यो मुस्कान अन्तिम थियो अनि उनी गइन्, थाहै नदिई। बिना किचलो, बिना झगडा। दोस्रो प्रेम शान्त हुन्छ, तर धेरै पीडादायी हुन्छ। किनकि यो प्रेमले छोडेर जान्छ, तर दोष दिएर जाँदैन। आज पहिलो प्रेम सम्झिँदा आँखा रसाउँछ, अनि दोस्रो प्रेम सम्झिँदा मन भारी हुन्छ। अनि म त्यही पहिलो अनि दोस्रो प्रेमलाई सम्झिएर निदाउँछु। यो रात्रिमा एक्लै अँध्यारो म बिलाउँछु सपनामा।